सिडीको पहिलो कदम हामी राख्दैछौँ। यतिखेर लगभग हामीलाई यहाँबाट केदारधाम पुग्न 1 घन्टा चाहिँ लागिहाल्छ मजाले, होइन सर? लागिहाल्ला नि सर, किन नलाग्ला र? हामी त बिस्तारै जाने हो, रमाइलो तरिकाले यसो आराम गर्दै हिँड्दै गर्दा धामको नजिक पुग्दै गर्दा होइन कचलहरू भेटिएका छन् बाटोमा। ओह बोराजी हाथ कमरा तुमरा मोबाइल कहाँ है यार? अरे तुमरा जो 95 वाला लगा सब पुरानो केदार पुग्नै लाग्दा हामीहरू यसो रेस्ट हान्दैछौँ होइन। अब थोरै हिँड्नु छ यहाँबाट। यसो फलफुल खाँदै हो, व्रत बसिसकेपछि अब फलफुल खानुपर्छ। हामी यतिखेर पुगिसकेका छौँ धाममा। म भिडियो बनाउँछु कि हान्न यसो गरौँ गम, यो चिनिया कसै पछिमा झोला राखौँ होइन, पुज्ने चिज मात्रै लगेर जाउँ क्या, जुत्ता पनि यतै छोडिदिउँ। देखो जेरी कैसी है, यसो छोको धुलो पड़ रहा है। यो पटक चाहिँ अलि हामी लेट पुग्यो कारणले गर्दा लाइन चाहिँ अलिकति लामै रहेछ होइन। हामी पनि मजाले लाइन लाग्दैछौँ, आरामसँग पूजा गर्ने भन्ने हामीले निर्णय गऱ्यौँ। त्यही हुनाले हामी मजाले लाइन लाग्दैछौँ। पूजा गर्नुको लागि हामी यतिखेर घाट क्षेत्रमा पुगिसकेका छौँ है एकदम भाइ। कति लाग्यो त, लाइन धेरै लामो लाग्यो होइन? ठिक छ, सङ्घर्षको फल मिठो हुन्छ। लाइन लागेर एकदम पुण्य कमाइन्छ। घाट क्षेत्रमा छौँ हामी। र पूजा गरेर फर्किसक्यौँ हामी होइन। हामी दुईजना आफ्नो मोबाइलबाट आफ्नो सेल्फी हानिरहेछौँ। यहाँ सेल्फी हानेर पनि भ्याइसक्यौँ। अब चाहिँ 1 बजेतिर हामी चाहिँ खाजा खान्छौँ। त्यसपछि उता दर्शन गरेर होइन, उता पूजा गरेर त्यस बिस्तारै हुमकुण्ड हुँदै हामी माथि निस्किन्छौँ होइन। के छ, रमाइलो भयो नि होइन? एकदम रमाइलो भइरहेछ। पूजा गरिसक्यौँ हामीले। त्यसपछि हामी एकदम अरे शिवा क्लब गएको त चेसीटा खाँदैछ नि, केता गएर ल खा किन यहाँ लागेको त? यहाँ त हेर पूजा गरिसकेपछि हामी चाहिँ नास्ता खाना बस्यौँ होइन। मजाले नास्ता खाँदैछौँ। धामको सबैभन्दा टप स्थान हो यो चाहिँ होइन। यहाँबाट फोटोसोटो खिच्नलाई एकदम बबाल लोकेसन छ। सबै मान्छेहरू यसो घाम ताप्दैछन्। अलिअलि घाम लागेको छ, बादल पनि लागेको छ। यता हिमाल देखिन्थ्यो तर आज मौसम खराब भएको कारण बादल लागेको छ। यता पनि देखिन्थ्यो गाउँहरू, बढी केदार पुरै ठाउँ 2-3 वटा देखिन्थ्यो है। यहाँबाट केही देखिरहेको छैन। यतिखेर हामी छौँ बडी केदार ठुला केदार धामको मेलामा। देउराहरू आउन सुरु भइसकेको छ। देउरा गढी गाउँको देउरो आइरहेको छ यतातिर होइन।
गढी गाउँको डेउरो पुग्दैछ। पहिलो डेउरो हो आजको यो फर्स्ट। यो चाहिँ मान्नागढीको डेउरो रहेको थियो होइन। यो पटक धेरै वर्षपछि मान्नागढीको डेउरो आएको थियो। यसै गरी हामीले मेला हेर्दै अन्तिम चरणमा थियौँ होइन। यसो रमाइलो हेर्दै मोबाइलमा क्यामेरा कैद गर्दै। अब चाहिँ हामी साँझ परिसकेको थियो, घर निस्किने सोच पनि बनाइसकेका थियौँ होइन। लगभग साँझसम्मका डेउडाहरू सकिसकेका थिए। थ्याङ्क यू सो मच मेरो भ्लग हेरिदिनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला होइन। बडी केदार धाम के कस्तो लाग्छ, तपाईँ जानुभएको छ कि छैन होइन। एकचोटि अवश्य जानु होला बडी केदारमा होइन, दर्शन गर्न एकदमै भिडभाडको केदार मेला है। हामी त भिडभाडमा हो यता। राम्रो रहेछ नि त।